मानवता देख्न सक्नुहुन्छ हामी अहिले 7 वटा लिएर छौँ उहाँ वर्षमान पुन यहाँ उपस्थित हुनुहुन्छ र उहाँसँग माओवादी केन्द्रका नेता कार्यकर्ताहरू हुन्छ त्यसमा देख्नुहुन्छ। आज दर्शक महानुभावहरू शहीद स्मृति प्रतिष्ठान भवन सन्धि खर्कामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री आदरणीय कमरेड वर्षमान पुन अनन्त आउनुभएको छ। उहाँलाई अन्सारी घरती पनि साथमा आउनुभएको आज दर्शक देख्न सक्नुहुन्छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका आदरणीय नेता कार्यकर्ताहरूले फोटो सेसन गरिरहनु भएको छ। आज दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ। किसानहरू आम जनताको तहमा पनि एउटा आकर्षण जस्तो एउटा उत्साह जस्तो गाउँमै नेतृत्व आइपुग्यो, पार्टी आइपुग्यो भन्ने एउटा जागरण देखिएको छ। यहाँको सरकारमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अध्यक्षको नेतृत्व सरकारले काम गर्यो। त्यसले एउटा उत्साह पैदा गर्यो। देशैभरि कसैले पनि प्रश्न गरिसकेका छैन कि त्यो नराम्रो सरकार भन्ने, कसैले भन्नै सकेका छैन राम्रो सरकार। त्यसपछि अहिलेको गठबन्धन सरकारले कुनै पनि राम्रो काम गर्न सकेको छैन। त्यो कारणले पनि पहिलेको सरकार झन् महत्त्व बढेको छ। एकातिर नेकपा फुटिसकेपछि हाम्रा वरिष्ठ नेताहरू त्यहाँ रहिसकेपछि अब माओवादी रहेन, किनभने ओलीसँगै माओवादीको ठुलो हिस्सा रह्यो। अब माओवादी अलग रहँदैन भनेर मान्छेले प्रश्न गरेका थिए। अब हामी स्थानीय निर्वाचन, उपनिर्वाचनमा होस् या अस्ति विद्यार्थी सोभियत निर्वाचनमा, पत्रकार महासङ्घको निर्वाचनमा सबैमा काङ्ग्रेस एमाले मिले। हामी एक्लै उभियौँ र माओवादी नै आत्मविश्वासको कमी जस्तो, बेला बेला जनताबाट अलग भएको जस्तो र हामी जति शक्ति छ त्यसलाई आफ्नो शक्ति अनुसार पनि काम गर्न नसकेको, हामी त कमजोर छौँ भन्ने जस्तो, हामी आफै काङ्ग्रेस एमाले बिना पनि हामी उभिन सक्छौँ भनेर आत्मविश्वासका साथ काम गर्न बरु हामी नेता कार्यकर्ता नै अनि कमजोर भएको जस्तो, तर जनताले अलग शक्तिको रूपमा पहिचान गरेको जस्तो, सङ्कटमा पनि जनताले होइन माओवादी आवश्यक छ भनेर पुष्टि गरेको हामीले महसुस गरेका छौँ। 70 करोड चिनियाहरूलाई गरिबीको रेखामुनिबाट माथि लय अथवा चिनमा एकजना पनि गरिब छैन भन्छ उनीहरूको दाबी हो। तर युएनले पनि हो संसारमा उदाहरण, गरिबी निवारण उदाहरण चिन हो भन्छ। चिनमा आफ्नो अर्थतन्त्र, आफ्नो समाज धेरै पछि भएको हुनाले धेरै मेहनत गर्नुपर्ने छ। अहिलेको काङ्ग्रेस एमाले सरकारबाट यो सम्भव छैन। त्यसैले हामी 84मा स्थानीय तह, प्रदेश, सङ्घमा जित्ने, अग्रता लिने, एक्लै नेतृत्व गर्न सक्ने वातावरण बनाउने, त्यस विचार चिन्तन राखेर माओले भन्नुभएको जस्तै क्रान्ति पकड्ने, उत्पादन बढाउने, आफ्नो उद्यम, व्यवसाय, रोजगारी, स्वरोजगार गर्ने, तर क्रान्ति पकडेर यो सबै हाम्रो प्रयत्नलाई सामूहिक उन्नतिसम्म देशलाई लाने सिद्धान्त छोड्नु हुँदैन भन्ने फेरि गर्यो। यहाँको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले के गर्दै हुनुहुन्छ, यहाँका सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाहरूले के गर्दैछ त्यसको अपोजिसन भन्छ नि हामी। विपक्षमा बसेर विकास निर्माण सही ढङ्गले गरेको छ कि यो विकास यिनको व्यक्तिगत पैसा होइन नि, त्यो त राज्य हामीले तिरेको करबाट आएको हो। न्यायचित ढङ्गले, कानुनसम्म ढङ्गले वितरण गर्नुपर्छ। जहाँ वितरण हुँदैन हामी जनता आवाज बोल्नु, कि जनता त बोल्न सक्दैन, एक्लै महसुस गर्छ बोल्न सक्दैन, तर हामी सङ्गठित शक्ति हौँ। ठिक ढङ्गले वितरण भएको छैन, हामी प्रश्न गर्छौँ। ब्यानर लिएर, प्ले कार्ड लिएर जनता 2 जना होला, 4 जना, 5 जना, जहाँ अन्याय हुन्छ। आजको सूचना प्रविधिमा हजारौँ मान्छे चाहिँदैन। 5 जना गएर उभिएर यहाँ चाहिँ भ्रष्टाचार भयो भने दुनियाँले सुन्नुपर्ने हुन्छ। 10 जना गएर यहाँ चाहिँ घरेलु हिंसा भयो भने चाहिँ 10 जना त्यो सुन्नुपर्ने। पहिले 10,000 मान्छे चाहिन्थ्यो होला, अहिले 10 जनाले सुन्नुपर्ने। 1 जना मान्छे, तपाईँ काठमाडौँ त्यत्रो बालिन जस्ता मेयरहरू कसै कुरो नसुन्ने, 1 जना मान्छे 24 घन्टा 48 घन्टा एउटा खुट्टामा उभिएपछि संसारले सुन्नु पऱ्यो, वार्ता गर्नु पऱ्यो। पहिलोपटक सुन्दैन जस्ता हो तस्तै। लेनिनले भन्नुभयो जस्तै क्रान्तिकारी पार्टी दुनियाँमा कोही यस्तो छैन जो गल्ती नगरे। गल्ती गर्छ तर गल्तीबाट सिक्न तयार हुन्छ कि हुँदैन भन्ने। जो पार्टी, जो नेताहरूले गल्तीबाट सिक्न तयार हुन्छन्, गल्ती स्वीकार्न तयार हुन्छन्, त्यो मान्छे असलमा क्रान्तिकारी। गल्ती त नगरे त कोही पनि हुँदैन।